ओए पर्सनल ज्याकेट हो यो पहाडतिर बस्ने क्याटको छालाबाट बनाएको यो म जस्तो धनी कोही पनि छैन म्याथ सिक्ने 28 वर्ष भयो लु हिसाब गरौँ त कोसँग कति रहेछ तर मेरो मेरो एजको केटाहरू आइज है त्यो बाउको सम्पत्ति नदेखा बाउले गरेको हजुरबाउले गरेको नदेखा मुजी आफूले गरेको लिएर आइज हिसाब गर मुजी कसले छ म्याथ सिक्ने कसले पैसा कति बनाएछ ल हिसाब गरौँ मुजी सक्छ छ मुजी नेग कालीहरूलाई मुजी मेरो एम्प्लोइ मुजी 60 जना छ कालीहरू बोस बोस नेपालको यङमा यङ एकदम यङ केटाहरूमा सबभन्दा धनी मुजी मै हो म्याथ सिक्ने फेरि म्याथ सिक्ने गटरबाट आएको है मुजी त्यो मुजी म त्यो धनी बाउको छोरा होइन मुजी म्याथ सिक्ने छाला घोटेर आएको मान्छे हो मुजी काम गर काम गर पैसा कमा केटाहरू मुजी दुःख पाउलास आफ्नो लागि मेहनत गर आफ्नो लागि मेहनत गर मेहनत गर मेहनत गर भरे म्याथ सिक्ने सापटी माग्ने मुजी अवस्था नआओस् मुजी लाइफमा तिमीहरूको मेरो त हुँदैन मेरो भइसक्यो मैले गरि पनि सकेँ तिमीहरूकोमा नहोस् त्यस्तो ल ए मुजी बाउको पैसाको कुरा नगर है म्याथ सिक्नेहरू तास खेलिदिउँ आज ल म्याथ सिक्ने तास खेलिदिउँ न जुदाउने पैसा जुदाउने कमाएर म्याथ सिक्ने कमाएर लिएर आइज अनि बात गर मसँग तर मैले भन्न खोजेको मुझे हेप्न खोजेर मुझे त्यसरी भन्न खोजे होइन मुझे केटाहरू असल गर भन्न खोजेको मुझे मोटिभेसनल वेमा छक गर्दछु मैले मुझे ल ए म्याथ सिक्ने यो सबजना धनी छ क्या यो संसारमा नेपालीहरू धनी छ है लास्ट धनी छ नेपालीहरू यिनीहरू तास खेल्ने डराउँछ म तास खेल्ने हो भाइ खेलाइदिउँ तास खेलाइदिउँ तास खेल्ने तास खेल यिनीहरूसँग